शिक्षा शिक्षा हजुर ड्याडी छोरी जाऊ त यो बट्टामा अलिकति ठुलोबाबुको घरबाट औषधि लिएर आऊ औषधि सक्यो हस् ड्याडी दसैँ आयो शिक्षा कहाँ जान लागेको बोतल हल्लाउँदै मेरो दादीले काम गर्दै हुनुहुन्छ मेरो दादीले जालेर हुने थियो बाबाहरू काटेर लिनु लागेको ए हो र जान लागेको तिमी एउटा काम गर तिमी जाल लिएर आऊ, अनि हामी लुकेर खान थोरै कस्तो हुँदो रहेछ मैले कहिले खाएको छैन लुकेर खाऊँ है ए ल ल मैले पनि खाएको छैन म लिएर आउँछु अनि लुकी लुकी हानी ल ए ल ल जाऊ छिटो लिएर आऊ हामी खानुपर्छ हामी जाऊ यतिका बेर भइसक्यो शिक्षा आउँदै आउँदैन त जाल लिन गएको मान्छे के हो आयो आयो ए आयो लिएर आयो त जाल लायो दिदी हामी पनि खाने भने होइन जम खाना जाम हिँड जाम देऊ तिमीलाई गाह्रो भयो होला म बोक्छु मलाई भएन गाह्रो देऊ न म बोक्छु भएन थाहा छैन जाउँ न त उता बसेर खाम है उता कसैले देख्दैन लुकी लुकी खाम बसेर खाम यहाँ कसैले देख्दैन अब म पहिला खान्छु है कस्तो नमिठो रहेछ कस्तो तितो रहेछ तितो छ्या यस्तो कसरी खान्छ होला मान्छेहरूले अलिकति खाएर हेर छ्या म पनि खान्छु दिदी एउटा मिठो छैन ज्या मिठो छैन नमस्कार तपाईँहरू पनि हामी जस्ता साना नानी बाबुहरूलाई यसरी जाल रक्सी किन्न त पठाउने गर्नु भएको छैन खबरदार तपाईँ ठुलो गल्ती गर्दै हुनुहुन्छ हामी जस्ता साना नानी बाबुहरू भनेको पछिको देशको भविष्य हो हामी सानो नानी बाबुहरूलाई फस्न नदिनु होला धन्यवाद बाई